ट्याक्क याद आयो क्या होइन नेपालमा हामी चाहिँ यसको बुट्टाको क्या होइन ट्याक्क त्यो हाँगाहरू भाँचेर हिँड्थ्यौँ होइन र यहाँ पनि त्यही बुट्टा देखेको ठ्याक्क होइन ट्याक्क देख्दाखेरि चाहिँ मलाई लाग्यो कि ट्याक्क एउटा भिडियो बनाइदिउँ जस्तो लाग्यो होइन। यसको बोटको नाम के हो अनि यसको चाहिँ सुगन्ध एकदम दामी आइरहेको क्या हेर नि ढुकुर 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 उड्यो 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 चरा चुरुङ्गी छ नि यहाँ त फास्टै के गरेर बनाउँदैन हो साइकलमा चढेर भिडियो यार हात तेरिका धौन रहेछ त कस्तो धौ गरेर हात पाट्या यार खुट्टा पाट्यालाई यहाँ चाहिँ जाउँ मानिदिनुपर्छ अब साइकलले अखरी भने घरमा खतरा भनिदियो। नमस्ते फेरि पनि स्वागत छ आजको भिडियोमा हजुरहरूलाई र अहिले चाहिँ म ठ्याक्क टाइम भइसक्यो कि होइन ड्युटी जाने टाइम भयो ट्याक्क एउटा भिडियो अपलोड गरेर दिने भनेर होइन एउटा भिडियो बनाउँदैछु र अहिले चाहिँ म घरबाट निस्केको लगभग 1 मिनट पनि भइसक्यो होइन अनि ट्याक्क बिहानीको शुभ घाम पनि एकदम राम्रो लागिरहेछ होइन र ट्याक्क याद आयो क्या होइन नेपालमा हामी चाहिँ यसको बुट्टाको क्या होइन ट्याक्क त्यो हाँगाहरू भाँचेर हिँड्थ्यौँ होइन र यहाँ पनि त्यही बुट्टा देखेको ठ्याक्क होइन ट्याक्क देख्दाखेरि चाहिँ मलाई लाग्यो कि ट्याक्क एउटा भिडियो बनाइदिउँ जस्तो लाग्यो होइन त्यसैले ल यो चाहिँ ल के हो ट्याक्क होइन जाने मान्छेले ट्याक्क कमेन्ट गर्नुहोस् त ल कमेन्ट गर्नुहोस् अनि भन्नुहोस् यो बोटको नाम के हो अनि यसको चाहिँ सुगन्ध एकदम दामी आइरहेको क्या एकदम दामी आइरहेको अनि म चाहिँ अहिले ट्याक्क घरको छेउमा नै छु होइन अनि अगाडि चाहिँ हेर्न सक्नुहुन्छ होइन अगाडि चाहिँ बाटोको त के नै कुरा गरौँ र होइन यो चाहिँ मेरो घर चाहिँ यतापट्टि छ घर भन्नाले पनि अब के घर भन्ने र यति यो घर छ नि यो देखियो नि यो फुलले छेको घर योभन्दा उल्टोपट्टि छ हाम्रो होस्टेल अनि यो चाहिँ धेरै त्यस्तो सहर पनि होइन तर जहाँसम्म अहिले देखियो नि एक गाउँ जस्तो ठाउँ हो त्यही पनि एकदम दामी छ होइन बाटो त पुरै भन्नै पर्दैन हाम्रो त्यो होइन हामी चाहिँ त्यो बागदुला बाटो क्या बतास डाँडा जाने बाटो चाहिँ 20 वर्ष पहिला क्या एउटा दाइले भन्थे 20 वर्ष 18 वर्ष जति भयो होला होइन 18 वर्षभन्दा पहिला गाडी चल्दाखेरि चाहिँ यो बाटो चाहिँ अब 10 वर्षपछि पिच बन्छ भन्थे होइन अझसम्म पिच बनेन खै म चाहिँ अहिले बाहिर ठाउँमा छु त्यही पनि सुनेको छु कि हाम्रो त्यो बागदुलादेखि होइन बतासे जाने बाटो चाहिँ अहिले डबल खनिरह विकास भइरह तर उता चाहिँ भइसकेको छ यहाँ हेर्नुहोस् ट्याक्क यहाँ त जता कतै घरमा गल्लीमा अनि घर पनि ट्याक्क सानसाना दामी छन् सबैका होइन अनि योभन्दा पहिलो भिडियोमा देखाएको थिएँ नि अब ट्याक्क गेट आयो भने चाहिँ गेट हो नि नभएर हिँड्नु सलामत पागी भित्रपट्टि एउटा सेक्युरिटी गार्ड बसिरहेको हुन्छ होइन एउटा हातले साइकल चलाओ एउटा हातले भिडियो बनाओ होइन बुट्टा पनि क्या दामी के भयो यो बुट्टाको
ढुकुर ढुकुर उडे 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 महिनामा एकचोटि चाहिँ काट्न आया हुन्छन् मान्छे होइन ठ्याक्क दुबो काटेर एकदम दामी गरिदिन्छन् फेरि अनि रुखका पात पनि बाह्रैमासे खस्ने बाह्रैमासे फुल्ने गरे हुन्छन् अब लगभग म आफ्नो काम गर्ने ठाउँतिर आइसकेँ होइन के गरेर बनाउँदैन हो साइकलमा चढेर भिडियो यार हात तेरिका धौन रहेछ त कस्तो धौ गरेर हात पाट्या यार खुट्टा पाट्या ल यहाँ चाहिँ जाउँ हानिदिनु पर्छ अब साइकलले अखरी भने घरमा खतरा भनिदिया ल मेरो गन्तव्य पनि आइसक्यो होइन अब बाटामा फेरि भिडियो बनाउनु हुन्न खासै आजको लागि भिडियो यही अन्त्य गर्छु हस् त धन्यवाद।